तपाईलाई नराम्रो खबर छ है, तपाईँ असफल हुनुहुनेछ। अब यो तपाईँको लागि कुनै नयाँ कुरो होइन, किनकि यदि तपाईँ एक दिनका लागि सेवाकाईमा हुनुहुन्छ भने तपाईँ पहिले नै असफल भइसक्नु भएको छ। हामीलाई इतिहासभरि धर्मशास्त्रभरि व्यक्तिगत अनुभवद्वारा जानेका छौँ, कोही कुनै न कुनै तरिकाले असफल नभई साँच्चै सफल हुँदैन, त्यो प्रक्रियाको एक भाग हो। तैपनि विशेष गरी मण्डलीमा असफलतालाई यसरी बुझ्छौँ कि जुन सोच अति साँघुरो छ कि हामी असफलताको सुधार कसरी गर्ने भनेर जान्दैनौँ। खम्बाहरू पाठ्यक्रममा असफलता बढ्ने र परमेश्वरले हामीलाई कसरी विकास गर्नुहुन्छ भनी जान्नका लागि एक महत्त्वपूर्ण भाग हो, किनकि यो त्यहाँ हुनेछ। त्यहाँ हुनका लागि आफैलाई लगायत अरूलाई यसबाट डोर्याउनु पर्छ। पावलले वास्तवमा असफलताको बारेमा अप्रत्यक्ष रूपमा लेखेका थिए र अझै पनि हाम्रो लागि जानकारीका लागि दोस्रो कोरिन्थी 3 अध्यायमा 3ले यसरी भनेका छन्, हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उग्लन्दै उहाँको रूपमा बदलन्दै जान्छौँ। यहाँ पावलले एउटा चित्र कोर्छन् जसले भन्छ हामी सबै एक स्तरको महिमाबाट अर्को स्तरको महिमामा बढ्दछौँ। जब तपाईँ त्यो प्रक्रियाबाट बढ्दै जानुहुन्छ, कहिलेकाहीँ तपाईँ ठेस खानुहुन्छ, कहिलेकाहीँ तपाईँ असफल बन्नुहुन्छ। एउटा बच्चाको कल्पना गर्नुहोस्, एउटा शिशु जसले घस्रन सिक्न थाल्छन्, तिनीहरू घस्रन्दा अर्को चरणमा तिनीहरूले हिँड्न सिक्न थाल्छन्। यसरी बच्चा हिँड्न सिक्दै गर्दा त्यसले जब पहिलो कदम चाल्छ, ऊ लड्नेछ। यस्तै हुन्छ। कुनै पनि बच्चा खडा भएर एकैचोटि नलडी हिँड्न सक्दैन, तिनीहरू लड्छन्। यो सिक्ने प्रक्रियाको एक भाग हो। तैपनि कुनै पनि आमा बाबुले बच्चा हिँड्न सिक्दै गर्दा जब लड्छन्, रिसाउँदैन, किन लडिस् भनेर गाली पनि गर्दैन। कोरिन्थीहरूको पुस्तकमा हाम्रो प्रक्रियाको वर्णन गर्दै पावलले यसो भनिरहेका छन्, हामी हिँड्न सिकिरहेका छौँ र त्यसपछि हामी एउटा महिमाबाट अर्को महिमामा जान दगुन्न सक्नेछौँ। तैपनि कतिचोटि मण्डलीमा सेवाकाई गर्नेहरू असफल हुँदा हामी तिनीहरूसँग रिसाउँछौँ भन्ने कुरा के सत्य होइन र? हामी त्यसलाई विकासको प्रक्रियाको रूपमा भइरहेको कुराको रूपमा हेर्दैनौँ। अब मैले यो कक्षामा नैतिक असफलताको बारेमा कुरा गरिरहेको छैन। मैले के गरेको हुँ भने जब तपाईँ नयाँ कुराहरू गर्ने कोसिस र सेवाकाई गर्ने कोसिस गर्नुहुन्छ र सबै कुराहरू तपाईँले आशा गरे जस्तो राम्रो हुँदैन, किनकि सेवाकाईमा वा जीवनमा कुनै पनि कुरामा असफलता आउने गर्छ। मानिसहरू असफलतासँग डराउँछन् र यसले तिनीहरूलाई निष्क्रिय बनाउन सक्छ। त्यहाँ तपाईँले गर्न लाग्नुभएको कार्यमा पुरा सफलताको निश्चयता गर्नको निम्ति खतराबाट बाँच्ने, सुरक्षित भएर काम गर्ने निर्णय लिने क्रममा साँच्चै सावधान रहने परीक्षा हुन्छ। त्यहाँ असफल हुँदा त्यसलाई ढाकछोप गर्ने, त्यो त्यति नराम्रो भए पनि त्यसको बारेमा राम्रो कुरा गर्ने परीक्षा हुन्छ। तर यदि तपाईँ होसियार हुनु भएन भने त्यहाँ एउटा चक्र छ जसमा तपाईँ फस्न सक्नुहुन्छ। यदि सेवाकाईमा तपाईँको कार्यलाई डरले निर्देशित गरिरहेको छ भने तपाईँ कार्य होइन निष्क्रियतामा हुनुहुनेछ, अनि निष्क्रियताले अनुभवहीनतामा डोर्याउँदछ। तपाईँले केही पनि सिक्नुहुन्न अनि वास्तवमा एक अर्थमा तपाईँले कुनै एउटा नयाँ कार्य गर्न कदम चाल्नुहुन्न अनि अनुभवहीनताले असक्षमतातिर डोर्याउँछ। तपाईँसँग सेवाकाई गर्ने नयाँ तरिकाहरू बढ्ने क्षमताहरू हुँदैन, किनकि तपाईँ कहिले केही गर्ने कदम चाल्नुहुन्न। मलाई लाग्छ यही कुरा नै वास्तवमा महत्त्वपूर्ण हुन्छ। हामीले आफ्नै लागि र हामीले डोर्याउने मानिसहरूका निम्ति डरको बाधा कसरी हटाउने जान्नुपर्छ। हामीले असफलतामाथि सुधार कसरी गर्ने सो जान्नै पर्छ। एक अगुवाको रूपमा तपाईसँग साँच्चै दुईवटा विकल्पहरू छन्। तपाईँ यस्तो तरिका अपनाउन सक्नुहुन्छ जसले असफलतामा डोर्याउँछ। मानिसहरू व्याकुल हुनेछन्, मानिसहरूले दोषी महसुस गर्नेछन्, सेवाकाई छोड्नेछन् जब कोसिस गरेका कुराहरू असफल बन्छन्। तपाईँले व्यक्तिगत रूपमा अनुभव गर्नुभएको छ, जब तपाईँ असफल बन्नुहुनेछ तब के गर्नु तपाईँलाई थाहा हुँदैन। यस्तो बेला तपाईँको समाजले सही प्रकारले काम गर्दैन र भविष्यको निम्ति तपाईँ अचल बन्नुहुनेछ, वा त यसले तपाईँलाई भविष्यको सफलताको मार्गमा डोर्याउनेछ। तपाईँसँग असफलताहरू छन्, ठ्याक्कै त्यस्तै असफलताहरू, तर तपाईँ यो असफलताबाट कसरी अगाडि बढ्ने त्यो जान्नुहुन्छ र त्यसका निम्ति सुसज्जित हुनुभएको छ। यसको सुरुवातमा त्यो असफलतामा सुधार कसरी गर्ने, यसको सुरुवात असफलताबारे र असफलताले कसरी काम गर्छ र परमेश्वरले यसलाई हाम्रो सेवाकाई र हाम्रो जीवनमा कसरी प्रयोग गर्नुहुन्छ भन्ने वास्तविक बाइबलीय स्पष्ट समाजबाट सुरु हुँदछ। त्यसैले अब एक क्षणका लागि तपाईँ विचार गर्नुहोस्। हामी बुझ्छौँ र जान्दछौँ कि सफलतातिर बढ्नका निम्ति असफलता हामीलाई आवश्यक हुँदछ। बाटोमा थोरै ठेस नखाई
कोही पनि सफल हुने छैन, किनकि तपाईँ त्यसरी सिक्नुहुन्छ र तपाईँ बढ्नुहुन्छ। त्यसरी नै तपाईँले थाहा पाउनुहुन्छ, यदि तपाईँ एक अगुवा हुनुहुन्छ र तपाईँ आफ्नो दललाई हेर्दै हुनुहुन्छ, तपाईँसँग तिनीहरूलाई कसरी सफल बनाउने भन्ने आकाङ्क्षा छ भने तपाईँले आधारबाट सुरु गर्नुपर्छ। तिनीहरू कसरी असफल हुनेछन्, तिनीहरू कसरी ठेस खान सक्छन्, जसले तिनीहरूलाई सफल हुन सहायता गर्नेछ। ओलम्पिक विजय हुने पनि महान खेलाडी कहिले हरेक पाइलामा सफलता पाएको हुँदैन। बाइबलका सबै महान अगुवाहरूलाई उछिन्ने मौका दियो, जसले परमेश्वरको राज्यको लागि अचम्मका कामहरू गरे, जसमा केही असफलताहरू पनि थिए। कहिले असफलता होलान् र त्यसमा प्रतिक्रिया जनाउने भनी पर्खेर बस्नुको सट्टा मलाई लाग्छ कि हामीले आफैलाई योजना बनाउन तयार गर्नुपर्छ। यसलाई गलत नबुझ्नुहोस्, तर तिनीहरूलाई असफलताको लागि तयार गर्नुहोस्। तिनीहरूलाई यस्तो अनुभव चाहिन्छ जसले तिनीहरूलाई फैलाउँछ, एउटा यस्तो अनुभव जुन तिनीहरूका क्षमताभन्दा बढी हुन्छ र तिनीहरूलाई ठेस लाग्न सक्छन् र तिनीहरूले त्यहाँबाट सिक्नेछन्। जब येशूले पत्रुसलाई पानीमाथि हिँड्न डुङ्गाबाट बाहिर बोलाउनु भयो, मलाई लाग्छ पत्रुस सुरुमा राम्रै हिँड्नेछ, त्यसपछि ठेस खान सक्छ र डुब्न सक्छन् भन्ने कुरा येशूले जान्नुहुन्थ्यो। तैपनि येशूले यस्तो हुन दिनुभयो, किनकि जब पत्रुस डुब्न थाले, येशूको हात तिनीहरूसँगै थियो। असफलता जस्तो देखिने कुरालाई लिएर पत्रुसको भविष्यका लागि त्यो घटनालाई ठुलो भरोसामा परिणत गर्नुभयो। तपाईँले बुझ्नुपर्छ, असफलता कि त तपाईँ वा तपाईँका मानिसहरूका लागि ठेस लाग्ने बाधा हुनेछ, वा यो तिनीहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने साधन हुनेछ। सफलता र असफलता बीचको भिन्नता तपाईँले तीबारे राख्नुभएको सोचमा तपाईँले अनुभव अघि तिनीहरूलाई दिनुहुने शिक्षामा हुनेछ। तपाईँ असफलतालाई कसरी हेर्नुहुन्छ भन्ने कुराको ज्ञान र समझ तिनीहरूलाई चाहिन्छ, ताकि तिनीहरूले त्यो कुरालाई अँगाल्न सकुन् र त्यस्तो पनि हुँदो रहेछ भनी जान्न सकुन्। मैले पास्टरी सेवा गरिरहेको बेला एक आइतबार बिहान हाम्रा मण्डलीमा भेटी सङ्कलनको समय एकजना युवक आएर ऊ उठ्न अघि मलाई ऊ केही डराएको छ भनी थाहा भयो र मलाई स्थिति राम्रो नहोला भन्ने भान भयो। यसैले मैले उसलाई हेर्दै भने, तिमीले यो गरिरहेका छैनौ। तुरन्तै यो व्यक्तिलाई यदि यो मौका केही कठिन भए पनि त्यहाँ धेरै मौकाहरू हुनेछ जोएल, त्यहाँ धेरै मौकाहरू हुनेछन् भनेका छन् भनी थाहा भयो। यो कि त बाधा हुनेछ वा अगाडि बढाउने कदम हुनेछ। तपाईँ अगुवा भएकोले तिनीहरूलाई त्यसरी तयार गर्ने काम गर्नका लागि असफलताको ठुलो परिपक्वता सृजना गर्नु सक्छ, वा यसले असुरक्षालाई अझ बलियो बनाउन सक्छ। अगुवाको रूपमा हाम्रो काम यो जान्नु हो कि जब चुनौतीपूर्ण क्षणहरू हुन्छन्, हामीले कसरी यसद्वारा परिपक्वता विकास गर्न सक्छौँ। यदि हामीले गलत तरिकाले प्रतिक्रिया दियो भने त्यसले असुरक्षा उत्पन्न गर्छ, जसले तिनीहरूलाई परमेश्वरले तिनीहरूका लागि राखिदिनु भएको सबै कुरातर्फ साँच्चै बढ्न रोक्नेछ। अब त्यस्तो हुनका लागि मानिसहरूलाई त्यस प्रकारको जागरुकता र त्यस प्रकारको विकासमा डोर्याउनका निम्ति सुरुमा हामीले हाम्रा लक्ष्यहरू, हाम्रा रणनीतिहरू, हामी उनीहरूलाई के गर्न चाहन्छौँ भन्ने कुरामा साँच्चै स्पष्ट हुनुपर्छ। यदि हामी त्यस कुरामा साँच्चै स्पष्ट छौँ भने जब तिनीहरू त्यसमा बढ्छन् र सङ्घर्ष गर्छन्, त्यहाँ एक प्रकारको भिन्नता हुन्छ। कल्पना गर्नुहोस्, एउटा मण्डलीमा एउटा विभाग छ, एउटा महिला विभाग छ र 3 महिलाहरूलाई त्यो विभाग लिन भनिएको छ र पाद्री भन्छन्। जब त्यस कुरालाई मापदण्डको रूपमा राखेपछि पनि ती महिलाहरूले कार्य गर्दैनन् भने जब तिनीहरू तर्क गर्न थाल्छन्, जब पाद्रीले त्यो स्थापित मापदण्ड देखाउँदै यसो भन्न सक्छन्, तपाईँहरू असफल हुनुभएको छ, हामी यसबाट सिकौँ, हामी यसबाट अघि बढौँ, हामी त्यसबाट अघि बढौँ। यदि त्यो मापदण्ड स्थापित भएको छैन भने असफलता के हो वा होइन भन्ने कुरा त्यति स्पष्ट हुँदैन। त्यसैले एक अगुवाको रूपमा तपाईँको यो ठुलो जिम्मेवारी र असफलता वास्तवमा परमेश्वरको वरदान हो भन्ने विचार व्यक्त गर्ने ठुलो मौका हुन्छ। प्रत्येक व्यक्ति अघि बढ्दै जाँदा असफल हुन सक्छ, तर मैले यसको नेतृत्व गर्नुपर्छ पहिले उनीहरूको समाजबाट र त्यसपछि उनीहरूले मेरो नेतृत्वको अभ्यासबाट, किनकि धेरै पटक अगुवाको रूपमा हामी हाम्रा मानिसहरू असफल हुँदा त्यसका लागि तयार हुँदैनौँ। सङ्घर्ष गर्नुपर्दा वा असफल हुँदा तपाईँ आफ्नो दललाई वा तपाईँ आफैलाई कसरी मार्ग निर्देशन गर्न सक्नुहुन्छ भन्ने विषयमा म तपाईँहरूलाई केही सुझावहरू दिन्छु। सबैभन्दा पहिले तपाईँले त्यस व्यक्तिको पहिचानलाई उसको असफलताबाट अलग गर्ने निश्चित गर्नुहोस्। असफलता एउटा कार्य हो, तिनीहरूको पहिचान स्थायी हुँदछ, तिनीहरूको चरित्र अलग हुन्छ। जब कोही असफल हुन्छ, तिनीहरूले गर्ने पहिलो कुरा भनेको उनीहरूले त्यसलाई आफ्नो पहिचानमा जोड्दछन्। म असफल हुँ, तिनीहरूलाई बोल्ने अगुवाको आवाज चाहिन्छ जसले भन्छ यो कार्य सफल नभएको हुनसक्छ, तर तपाईँहरू अझै पनि असल कामका निम्ति सृजना गरिएका परमेश्वरका हातका सिपहरू हुनुहुन्छ। त्यसैले तपाईँले असफलतालाई आफ्ना पहिचानबाट अलग
गर्नुपर्छ। कहिलेकाहीँ उत्तेजनापूर्वक क्षणहरूमा पनि असफलता हुन्छ। तपाईँ आफूले भनेका कुरामा होसियार हुनुपर्छ, किनकि तपाईँले वास्तवमा उनीहरूमाथि शैतानको परीक्षालाई यो म हुँ, केवल मेरो होइन भन्दै जोड दिइरहनु भएको हुन्छ। त्यसै कारण पहिचानलाई अलग गर्नुहोस् अनि तपाईँलाई थाहा हुनपर्छ कि जब कोही असफल हुन्छ तब असफलताको साथमा सधैँ अस्वीकृति, तिरस्कारको भावना पनि हुन्छ। त्यहाँ एउटा शत्रु भएकोले असफलताको साथमा सधैँ तिरस्कार हुन्छ। त्यहाँ शत्रुले कसैको हृदय र मनमा बिस्तारै यस्तो भन्छ, देख्यौ त तिनीहरूले अब तिमीलाई स्वीकार गर्ने छैनन्, देख्यौ तिनीहरूले अब तिमीहरूलाई चाहँदैन। तपाईँले बुझ्नुपर्छ, जब कोही असफल हुन्छ, सेवकाईको सन्दर्भमा यस्तो हुन सक्छ, यो पारिवारिक सन्दर्भमा पनि हुन सक्छ। तपाईँले बुझ्नुपर्छ तिनीहरूमा तिरस्कारको भावना हुनेछ र तपाईँले सिधै त्यसलाई सम्बोधन गर्नुपर्छ। तिरस्कारको भावना छ भने बुझेर तपाईँले त्यसलाई सच्याउनुपर्छ। तपाईँले त्यस विषयमा बोल्नुपर्छ, किनकि तिनीहरूले आफूमा तिरस्कृत भएको महसुस गरेका हुन्छन् भन्ने कुरा तपाईँलाई कहिले भन्ने छैनन्, तपाईँलाई कहिले जनाउने छैनन्, तर महसुस गरिरहेका हुन्छन्। यदि तपाईँलाई यो थाहा भयो भने त्यस विषयमा कुरा गर्न सक्नुहुन्छ। तपाईँले तिनीहरूलाई समर्थन गर्न र अगाडि बढाउन सक्नुहुन्छ। त्यसै कारण पत्रुसले यसुलाई हेर्दै, हे प्रभु, मबाट जाओस्, किनकि म पापी मानिस हुँ भने। तिनी असफल भएकोले त्यो अस्वीकृति महसुस भएको थियो। येशूले तिनलाई उठाउँदै भन्नुहुन्छ, पत्रुस, तिमीलाई चुनेको छु। मानिसहरू असफल हुँदा अगुवाहरूले त्यसै गर्नुपर्छ। हामी यसलाई उनीहरूको विकास र परिपक्वतातर्फ बढ्ने कदमको रूपमा प्रयोग गर्छौँ। तैपनि तपाईँले मानिसहरूको अपेक्षाहरू पनि व्यवस्थापन गर्नुपर्छ। कोही मानिसहरू धेरै उत्साहित हुनेछन् र तिनीहरूले केही गर्ने कोसिस गर्न सक्छ र तिनीहरू यसले सम्पूर्ण समाजमा जागृति ल्याउनेछ भनी सोच्छन्। तिनीहरूको अपेक्षा त्यति ठुलो हुँदैन। अनि जब यो उनीहरूले आशा गरे जस्तो हुँदैन, जब असफल महसुस गर्छन्, अनि उनीहरूले बुझ्नुपर्छ तपाईँले अपेक्षाहरू व्यवस्थापन गर्नुपर्छ। जब मैले मेरो पहिलो पुस्तक लेखेँ अनि सोचेको थिएँ त्यसको लाखौँ प्रतिहरू बिक्री हुनेछन्, मेरो एक असल साथीले मलाई भने, जोएल, सायद लाखौँ बिक्री नहोला। यसले मलाई साँच्चै सहायता गर्यो, किनकि यदि मैले सोचेको जस्तो हुन्थ्यो भने 50,000 प्रति मात्र बिक्री हुँदा त्यो असफलता हुने थियो। तर त्यस्तो भएन। एउटा महिमाबाट अर्को महिमामा बढ्नु थियो। त्यसैले अगुवाको रूपमा हामी मानिसहरूको अपेक्षाहरू व्यवस्थापन गर्नुपर्छ, ताकि त्यो प्रक्रियामा केही असफलता भए पनि त्यसमा तिनीहरूले भलाइ र सफलता देख्न सकुन्। अर्को सुझाव छ जुन मलाई धेरै महत्त्वपूर्ण लाग्छ। जब मानिसहरू अगुवाको रूपमा असफल हुन्छन्, तब हामी मानिसहरूलाई दिने हाम्रा सबै प्रशिक्षणहरूलाई तिनीहरूका त्यही असफलताको आधारमा परिभाषित गर्ने र उनीहरूलाई गराएका ती सबै विकास र प्रशिक्षण त्यही असफलताको आधारमा परिभाषित गर्छौँ। मलाई ध्यान लाएर सुन्नुहोस्, मानिसहरूको प्रशिक्षणलाई उनीहरूको असफलताको आधारमा परिभाषित नगर्नुहोस्। हामी मानिसहरूलाई उनीहरूको सामर्थ्यको आधारमा विकास र निर्माण गर्छौँ। हामी मानिसहरूलाई उनीहरूको असफलताको आधारमा होइन, उनीहरूको सामर्थ्यको आधारमा तालिम दिन्छौँ। तपाईँलाई त्यो सफलताको बारेमा थाहा हुनपर्छ। तपाईँले असफलतालाई हेर्नुपर्छ, तर यदि तपाईँले असफलताको आधारमा उनीहरूलाई परिवर्तन गर्ने कोसिस गर्नुभयो भने तपाईँले वास्तवमा तिनीहरूको सामर्थ्यहरू खोज्नुहुन्छ। हामी सबैको बनावट बेग्लै बेग्लै छ, तैपनि कुनै न कुनै रूपमा हामी प्रत्येक सबै कुरा गर्न सक्ने सिद्ध क्रिस्चियन बन्नुपर्छ भन्ने गलत धारणा हुन्छ। तर परमेश्वरले यसलाई यस्तो प्रकारले निर्धारित गर्नु भएन। मसँग एउटा वरदान छ, मसँग परमेश्वरले दिनुभएको एउटा व्यक्तित्व छ। मेरो शक्ति, मेरो वरदान र व्यक्तिको स्वाभाविक अर्थ यो हो कि त्यहाँ सम्भवत एक समान कमजोरी छ जहाँ म असफल हुन सक्छु। म एक दृढ मन भएको व्यक्ति हुँ, म एक शिक्षक हुँ, म चिजहरूलाई कठोर तरिकाले हेर्छु, म कठोर प्रश्नहरू सोध्छु। यसको अर्थ यो हो कि म सधैँ दयालु र कृपालु व्यक्ति हुँदिनँ, अनि म यसरी असफल हुन सक्छु। यदि मेरो अधिकारले मलाई पूर्ण दयालु र पूर्ण कृपालु बन्न तालिम दिने कोसिस गर्छन् भने उहाँले मलाई जस्तो बनाउनु भएको छ त्यस्तै हुनबाट वञ्चित गर्छन्। त्यसैले जब हामी असफलताको सामना गर्छौँ, जब हामी धेरै सावधान हुनुपर्छ ताकि असफलताले हाम्रो प्रशिक्षण र व्यक्तिको नेतृत्व विकासमा असर नगरोस्। हामीले उनीहरूको सामर्थ्यमा ध्यान केन्द्रित गर्नुपर्छ र उनीहरूलाई बुझ्नुपर्छ, उनीहरूको शक्तिमा ध्यान केन्द्रित रहनुपर्छ र उनीहरूलाई ज्ञान दिनुपर्छ। जब तपाईँ मानिसहरूको नेतृत्व गर्दै हुनुहुन्छ, असफलतालाई सच्याउन चाहनुहुन्छ, तब त्यहाँ तपाईँको दलहरूमध्ये एकजना वा तपाईँ आफै असफल भएको एउटा उदाहरण हुन्छ। त्यहाँ 3वटा प्रश्न हुन्छ जुन तपाईँले सधैँ सोध्नुपर्छ। पहिलो यो कि असफल भयो, किन खोजी गर्नुहोस्, त्यसलाई बुझ्नुहोस्, यसमा कारणहरू पत्ता लगाउनुहोस्। यो कसरी भयो भने जति राम्रोसँग बुझ्नुहुन्छ त्यति नै राम्रो यसलाई पत्ता लगाउन सक्नुहुन्छ, त्यति नै राम्रोसँग तपाईँले केही अवस्थामा कुन कुराहरू परिवर्तन गर्न आवश्यक छ भनेर बुझ्न सक्नुहुन्छ। त्यसैले साँच्चै त्यो प्रश्न सोध्नुहोस्, यो किन असफल भयो र यसलाई खोजी गर्नुहोस्। तपाईँले वास्तवमा त्यो असफल भएन भनी थाहा पाउनुहुन्छ। त्यो बाहिरबाट हेर्दा त्यस्तो देखिन्थ्यो होला, तर हामी जति धेरै त्यसलाई हेर्छौँ नि वास्तवमा त्यहाँ राम्रा सफलताहरू थिए। यो किन असफल भयो। दोस्रो प्रश्न,
यस्ता समस्याहरू पत्ता लाग्यो धेरै महत्त्वपूर्ण हुन्छ। जब तपाईँ मानिसहरूलाई विकास गर्ने कोसिस गर्दै हुनुहुन्छ, तपाईँ र उनीहरूको असफलताको सामना कसरी गर्छन् भनेर याद गर्न चाहन्छन्। अनि अचानक हामी जब असफलतालाई व्यापक रूपमा हेर्छौँ तर एक स्पष्ट रूपमा हेर्छौँ कि त्यहाँ सिप सम्बन्धी कुनै समस्या छ, उनीहरूलाई पर्याप्त तालिम दिएको थिएन, के कुनै दृष्टिकोण वा चरित्रका समस्याहरू प्रकट भएका छन्, हुन सक्यो रणनीति सम्बन्धी समस्या थियो, उनीहरूले वास्तवमा आफ्नो काम राम्रोसँग गरे तैपनि यो कार्यक्रम मङ्गलबार रातिको सट्टामा शुक्रबार राति हुन पर्थ्यो, अनि त्यो कुरा प्रकट भएको हुन सक्छ। सायद त्यहाँ पहिलेबाट पर्याप्त अध्ययन नगरेको खुलासा भएको छ। त्यसैले तपाईँ पहिलो प्रश्न सोध्नुहोस्, ठिक छ यो किन असफल भयो? दोस्रो प्रश्न हो, यस्ता असफलताले कस्ता समस्याहरू प्रकट गर्यो? त्यसपछि तपाईँले एकदमै चाखलाग्दो तेस्रो प्रश्न सोध्नुहुन्छ, को चाहिँ चाहिएको छ? प्राय हामीले असफलताको जाँच गर्दा हामी के भन्ने प्रश्न, किन भन्ने प्रश्न, कसरी भन्ने प्रश्न बुझ्छौँ, तर हामी को भन्ने प्रश्न बिरलै सोध्छौँ। जब असफल हुन्छ त्यसबेला प्राय एकजना व्यक्ति उपस्थित हुन्छन्। त्यो कुनै व्यक्ति जो आफैमा धेरै व्यस्त हुन्छ, उसँग कुनै दलको सदस्य हुँदैन, उनीहरूसँग उनीहरूको मार्गदर्शन गर्ने कोही अगुवा हुँदैन। सामान्यतया यो कुनै व्यक्तिको अनुपस्थिति हो। त्यसैले जब असफल हुन्छ सधैँ को भन्ने प्रश्न गर्नुहोस्, कसको आवश्यकता थियो, यहाँ कसले भूमिका खेल्न सक्थ्यो, त्यसले कसरी काम गर्थ्यो। कुनै पनि व्यक्तिको वरदान र सिपको पूर्ण कदर हुँदैन, मलाई एक अर्का चाहिन्छ। त्यसैले जब असफलता हुन्छ को भन्ने प्रश्न गर्नुहोस्। परमेश्वरले हामीलाई एउटा महिमाबाट अर्को महिमातर्फ बढाउँदै हुनुहुन्छ र उहाँले हामीलाई अगुवाको रूपमा यस्तो स्थानमा राख्दै हुनुहुन्छ जहाँ हामी अरूलाई एउटा महिमाबाट अर्को महिमातर्फ बढ्न सहायता गर्छौँ। तर जब मानिसहरूले कदम बढाउँछन् र विश्वासमा जिम्मेवारी र सेवाकाई स्वीकार गर्छन्, तब तिनीहरू ठेस खान्छन्। हिँड्न सिकिरहेको बच्चा जस्तै तिनीहरू लड्छन्। अगुवाको रूपमा तपाईँलाई थाहा हुनपर्छ यो वास्तवमा परमेश्वरको समय हो। परमेश्वरले तिनीहरूलाई कसरी बढ्ने भनेर सिकाइरहनु भएको हुन्छ। यो अगाडि बढ्ने कदम हो। यो अगाडि बढ्ने कदमहरूमा तिनीहरूलाई सहायता गर्न तपाईँ उपस्थित हुनपर्छ। यी सिपहरू प्रयोग गरेर तपाईँले आफ्ना मानिसहरूलाई बढेका, परिपक्व बनेका र फस्टाएका देख्नुहुनेछ। प्राय समय जब म दलका सदस्यहरूलाई यसरी नै असफल भएको देख्छु जसरी तिनीहरू हुँदै आएका छन्, अब त्यसको अर्थ तिनीहरूले एकजना अगुवाको अभाव छ भन्ने हुन्छ। म कसैलाई निर्देशन दिन्छु, म उनीहरूलाई त्यो काम गरून् भन्ने अपेक्षा गर्छु, तर त्यो गर्दैनन्, असफल हुन्छन्, म रिसाउँछु, फेरि पनि गर्न लाउँछु। त्यसो गर्नु अगुवाको काम गर्नु होइन। तर जब म उनीहरूको साथमा हुन्छु, उनीहरूलाई तयार गर्नु, उनीहरूलाई प्रशिक्षण दिनु, त्यस कुराको आशा राख्नु, त्यसको वरिपरि अपेक्षा राख्नु र त्यसपछि उनीहरूले ठेस खाँदा उनीहरूको विकासमा मार्गदर्शन गर्नु अनि नेतृत्व गर्नुको अर्थ के हो भनी बुझ्छु। तब पनि उनीहरू फेरि असफल हुनेछन्, तर उनीहरू कुनै नयाँ कुरामा असफल हुनेछन्। असफल हुनु कुनै नराम्रो होइन। एउटै कुरामा बारम्बार असफल हुनुको सट्टा तपाईँ नयाँ कुरामा असफल भइरहनु भएको छ र त्यसबाट नयाँ पाठ सिक्दै हुनुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्। यस्तो अगुवा बन्नुहोस् जसले असफलता त्यो प्रक्रियाको एक भाग हो भनी बुझ्छन्, तर असफलतालाई सच्याउँ र त्यो हाम्रो मानिसहरूको वृद्धिमा बाधा नबनोस्।